पाटन ढोकामा ठ्याक्क आइपुग्न लाग्यो एकजना दिदी वेट गरेर बस्नु भएको छ पहिला उहाँ पनि उतै हुनुहुन्थ्यो विदेशतिरै चीन जानुभएको थियो सामान मगाउनु भएको थियो दिने हो उहाँ दिदीलाई पर आए जस्तो लाग्यो मलाई फोटो खिच्दै हुनुहुन्छ जस्तो लाग्यो मलाई उहाँलाई त टिकटक बनाउँदै यस्तो छ यहाँ त्यतातिरको भ्युज चाहिँ काठमाडौँ पाटन ढोका भन्दो रहेछ यसलाई ढोकामा आएर सामान दिने हो दिदीलाई अनि चल्दिने हो यो सामान चाहिँ टक्क दिदीलाई दिने हो वर्षलाको यो पाटन ढोका यहाँ टिकटक बनाउँदै हुन्छ दिदीले चाहिँ टिकटक बनाउँदै हुन्छ दिदी के सारा तपाईँ मेरो टिकटक बनाउँदै हुन्छ तपाईँको सामान यो चाहिँ पाटन ढोका पाटन ढोका इन्ट्री हुने ठाउँतिर हो यहाँदेखि अगाडि गएपछि पाटन ढोका आउँछ त्यहाँ एकजना दिदी अनि एकजना बहिनी आउँदै हुनुहुन्छ सामान लिनलाई उहाँहरूलाई सामान दिनु एउटा यो अर्को त्यो काठमाडौँ ठिकठिकै लाग्यो हल्का गर्मी सुरु भइसकेछ गर्मी वेदर छ बिहान बेलुका चाहिँ हल्का जाडो भयो जस्तो हो कि जस्तो मात्रै गर्दो रहेछ बेलुका चाहिँ दिउँसो चाहिँ गर्मी नि दामी हुन्छ यस्तो भएको छ अवस्था मेरो अनि अब चाहिँ ढोकाभित्र छिरेको अवस्था दिदीहरूलाई चाहिँ दिदीहरूलाई सामानहरू दिनु छ अनि मेरो साथीको ऊ पनि आउँदैछ छोरी उसलाई पनि सामान दिन्छ त्यसको लागि पाटन ढोका आयो एकछिन पछाडि भेट्छु है तपाईँहरूलाई सामान यहाँनिर छ सो एटलिस्ट पहिलाभन्दा अहिले चाहिँ क्लिनै लाग्यो बालेनको सहर क्लिनै छ एउटा डस्टबिन भेटेन त यत्रो सहरमा यो कहाँ फाल्ने पानी खाएर कहाँ फाल्ने भनेको थाहा नै हुँदैन कृष्ण मन्दिर आएन उता वेलकम त्यही हो कृष्ण मन्दिर आउन लाग्यो यो चाहिँ के हो वेलकम ललितपुर मेट्रो सिटी ललितपुर मेट्रो सिटी र मेन गेट रहेछ यो राक्षस के भगवान भन्छ अब हामी ललितपुर मेट्रो सिटीभित्र प्रवेश गऱ्यौँ यो मेट्रो त्यही कृष्ण मन्दिर त्यही हो अब चाहिँ हामी कृष्ण मन्दिर आउन लाग्यो आइपुग्न लाग्यो कृष्ण मन्दिर ललितपुर कृष्ण मन्दिरमा हामी सबैतिर कृष्ण मन्दिर हो यो पाटनको
कृष्ण मन्दिर यस्तो छ सबैको रक्षा गराउनु भगवान् कृष्णले राम कृष्णले होइन प्योर नेपाली हो नि भाइ उसले ढाँटे आएसम्म ढाक्छ नि भाइ मन्दिरमा ढाक्नु हुँदैन नि है होइन हो कि होइन भन न एक शब्द बोलाउनु भाइ यार फोटो खिच्यो कि भिडियो बनायो भरे स्टोरी अलि यसो गर यता बनेपातिर आएको थिएँ दिदीकोतिर अब अहिले निस्केर कोटेश्वर जाने हो मामाहरूतिर बस्ने